वाव! नेपालमा चुनावपछिको मत परिणाम। देश तथा विदेशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ अहिलेको यो चुनावी माहौल र यसको मत परिणामलाई चाहिँ विभिन्न ठाउँबाट नेपालीहरूले चासोको रूपमा चाहिँ लिइरहेको अवस्था छ। र नेपालमा जसरी अहिलेको जुन नयाँ पुस्तालाई विश्वास र नयाँ पुस्ताप्रतिको एउटा आशा बोकेर नेपाली जनताहरूले गाउँ गाउँबाट जसरी एउटा आफ्नो भोट दिएर सहरबाट गाउँ झरेर अथवा विदेशबाट पनि नेपाल पुगेर नेपाली जनताहरूले एउटा देशमा चाहिँ सुशासन होस्, भ्रष्टाचार मुक्त होस्, नेपाल चाहिँ बस्नको लागि अथवा रोजगारीको लागि, शिक्षा स्वास्थ्य सुविधाको लागि चाहिँ सहज होस् भन्ने एउटा आशा बोकेर चाहिँ नेपाली जनताहरूले अहिले मत दिएर एउटा नयाँ पुस्तालाई चाहिँ जिताइरहेको अवस्था छ। पुराना जुन 10, 20, 30 वर्षदेखि देशलाई सञ्चालन गरिरहेका व्यक्तिहरूलाई एउटा विस्थापित गर्दै नयाँ युवाहरूलाई चाहिँ अहिले जुन चान्स दिएको छ, अपर्च्युनिटी दिएको छ, त्यसको पछाडिको रिजन भनेको नेपाललाई जुन डिरेक्सनबाट नेपाल देशलाई सञ्चालन गर्नुपर्ने थियो, शिक्षा स्वास्थ्य रोजगार भ्रष्टाचार मुक्त टाइपको सुशासन चाहिएको थियो, त्यो टाइपको चाहिँ अब होस् भन्ने नै कामना हो। यो पटक चाहिँ नेपाली जनताहरूलाई चाहिँ मान्नुपर्छ, किन भन्दाखेरि एटलिस्ट भोट चाहिँ नयाँ पुस्तालाई दिनुपर्छ, नयाँ पुस्ताहरूलाई चाहिँ विश्वास गर्नुपर्छ भन्ने कुराले दिनुभयो। त्यो चाहिँ राम्रो स्वविवेक युज गर्नुभएको भन्ने ठान्छु म। पुराना पार्टीहरू जसरी एउटाले टप लेभलको एउटा नेताले जे भनेको छ त्यसलाई चाहिँ कपी पेस्ट गर्दै जुन एक किसिमको म चोर हुँ भने कसैले भने अब त्यो मिड लेभलको नेताले म चोर हुँ नै भनेर पोस्ट गरिरहेको हुन्छ र त्यसलाई नै फलो गरिरहेको हुन्छ, त्यसलाई शिरोधार्य गरिरहेको हुन्छ र त्योभन्दा तल्लो लेभलको नेताले जुन जिल्ला लेभलका नेताहरू छन् उनीहरूले पनि म पनि चोरै हुँ भनेर उनीहरूले आफूलाई पोस्टाइरहेको हुन्छ। उनीहरू यो चाहँदैनन् कि देशमा अर्को तरिकाबाट अर्को एङ्गलबाट हेर्न सक्नुपर्छ अथवा पार्टीगत हित भन्दा पनि पार्टीको एउटा संरचना भन्दा पनि एउटा देशलाई कसरी समृद्ध बनाउन सकिन्छ, कि साँच्चै देशमा विकास भएको छ, साँच्चै सुशासन भएको छ भन्ने कुरालाई चाहिँ अझै सोचेर बुझ्न सक्ने लेभलको जुन युवाहरू छ, जुन देशमा बस्ने होस् अथवा विदेशमा बस्ने पनि त्यो एउटा पार्टीभित्रकै माहौलमा मल्लिरहने पढे लेखेको शिक्षित व्यक्तिहरू पनि धेरै देखिन्छ। नपढेको त छँदैछ, तर पढे लेखेकोहरूको पनि त्यो किसिमको एउटा मानसिकता छ। त्यो मानसिकतालाई चाहिँ चिर्न बाँकी छ, त्यो मानसिकताबाट चाहिँ उठ्न बाँकी छ। त्यो मानसिकताबाट चाहिँ अगाडि बढ्न सक्यो भने मात्रै देशको समृद्धि हुन्छ, अथवा त्यो अर्को बाटो पनि छ, राइटलाई राइट भन्न सक्नुपर्छ भन्ने कुराको त्यो युवाहरूमा सचेतना चाहिँ जागोस्।